हैन गुरु गुरु एउटा चेयर हटाउने हो एकजना खेलाडी बाहिरै हुनु भएको छ मम्मी गुड फेरि पनि म्याच सुरु हुँदैछ निकै खुसीको रङसम्म यो खेल खेलिरहेको छ दर्शकहरूको हेरभिड बढिरहेको छ राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ फेरि पनि गेम सुरु हुन लागेको छ आन्टी अहिले त Hello. It's come on. सम्पूर्ण खेलाडीहरू जोशीला देखिरहेको छ यहाँ सबले आफ्नो रुचि सुरक्षित बनाइसक्नुभएको छ यति बेला हाम्रो एकजना खेलाडी फेरि आउट भइसक्नु भएको छ अब फेरि अर्को चेयर हटाइदिनु होला है चेयर हटाइदिनु होला अनि ओली फास्ट क्यापिङ भइरहेको गर्नु एउटा लट्ठी खोजेर ल्याइदिनुस् होला है अब हाम्रो भन्छ नि त फास्ट क्यापिङ होस् तिम्रो गालामा छ डिम्पल लजै हेर्ने बानी भोलि वचन सिम्पल सनानी तिमी बिना जिन्दगी जन्नानी अब हाम्रो जम्मा 5 जना खेलाडी बाँकी भएको छ हाम्रो अल्फा टेबर डिभिजनको फेस खोलेको हात पार्ला त ल बाहिरबाट हल्ला दिनु सबले आफ्नो फ्यानलाई बाहिरबाट हुँदिनु होला जसको मद्दतले खेलाडीहरूले हाम्रो अल्फा टेबर डिभिजनको फेस जित्न सक्नुहुन्छ फेरि
4 जना खेलाडी बस्नु भएको छ तुरन्त कसले आफ्नो दिमागको राम्रो सदुपयोग गरेर यो खेलमा प्रथम हुनेछ जम्मा 3 जना खेलाडीहरू बस्नु भएको छ सबको नजर दुईवटा कुर्सीमा जसले यो टेस्ट जित्नुहुन्छ उहाँले पाउनुहुन्छ हाम्रो अर्काको भेष लप्लीवाला भेष कसले जित्छ मेरो पनि यो गीतको अन्त्यसँगै हाम्रो अर्को खेलाडी पनि बाहिरिनु भएको छ अब हाम्रो माझमा जम्मा 2 जना खेलाडी बस्नु भएको छ कसले जित्ला त भेष हाम्रो आइडल जिले म सोध्न सक्छु जसको प्यारेन्ट्सको यो फाइनल हुँदैछ उहाँको छोराछोरीलाई पनि यता लिएर राख्दैन यहाँ बसेर सपोर्ट गर्ने है ल यहाँ जेनीको मम्मी भर्सेस यहाँ उमेर ल यहाँ आफ्नो मम्मीलाई सपोर्ट गर्ने ल यहाँबाट सपोर्ट हान्ने